हामी प्लाटिनियम मल आयो त्यो दिन हाम्रो फुकेतको फ्लाइट थियो। प्लाटिनियम मल पनि ठुलै रहेछ। एसीले गर्दाखेरि होला प्राइस चाहिँ लिटल बिट अफ एक्सपेन्सिभ थियो देन आउटसाइड, तर क्वालिटी त्यस्तै थियो, अलिकति फरक थियो होला। र होलसेलमा चाहिँ धेरै पाउने रहेछ। हाम्रो सुरज आर्केट नेपालको जस्तै, तर अलि स्ट्यान्डर्ड अलि ठुलो। त्यहाँबाट नजिकै एउटा लोकल मार्केट थियो प्रथम मल, त्यहाँ गयौँ हामी। उयो सामान त्यस्तै नै हो। त्यसपछि हामी त्यहाँबाट एयरपोर्टतिर लाग्यौँ, हाम्रो प्लेन फुकेतको लागि थियो। उड्नु अघि भोक लाग्यो अनि खान थाल्यो। बोर्डिङको टाइम पनि भयो, त्यसपछि हामी प्लेनभित्र छिर्यौँ। ल्यान्ड गरेपछि हामीले बुक गरेको थियौँ ड्राइभर पहिले नै, त्यही भएर बसिरहेको थियो। त्यहाँ गएर हामी पिक गरेर ड्राइभरसँग अब होटल जाने हिसाबले हामी होटलतिर हिँड्यौँ। तर होटल जाँदै अब भोक पनि लाग्यो भनेर बसेर कतै खान थाल्यो। होटलको पिक्चर चाहिँ फोटोहरू चाहिँ भिडियो राखिने, किनभने भनेको जस्तो थिएन। वी पे द सेम मोर प्राइस देन ब्याङ्कक, तर त्यति सेटिस्फाइड होटल थिएन। मैले म्यापमा राखिदिएछु। हामी भोलिपल्टको लागि अब होल डे ट्रिप थियो। भ्यू पोइन्टहरू धेरै थियो। क्यारन भ्यू पोइन्ट हो, विन्डमिल पोइन्ट थियो, भ्यू पोइन्टहरू पनि एकदम राम्रो थियो। त्यहाँ गएर एकछिन हामी टाइम स्पेन्ड गऱ्यौँ। त्यसपछि प्रथम केप भन्ने ठाउँमा गयो। त्यहाँ पनि त्यही हो, सबै भ्यूहरू नै हो, एकदमै रमाइलो भयो। त्यहाँबाट हामी च्याटलङ टेम्पल भन्ने ठाउँ गयौँ, जुन एकदमै राम्रो थियो। टेम्पल पनि थाइल्यान्डको टेम्पलहरू सबै राम्रै हुन्छन्। त्यहाँ एउटा इँटा भट्टी जस्तो ठाउँमा चाहिँ पड्का लगाएर पड्काउँदो रहेछन्, लाइक द्याट। त्यहाँबाट हामी चाहिँ क्यास्यु फ्याक्ट्रीमा गयौँ। काजु कसरी बनाउँछ भन्ने देखाउने हिसाबले त्यहाँ बनाइरहेको थियो। कसरी कस्तो हुन्छ, कसरी निकाल्ने बनाउने भनेर एक्सप्लेन गरिरहेको। धेरै प्रकारको काजुहरू थियो, नसुनेको अनि धेरै थियो। त्यहाँ किन्न पनि मिल्थ्यो। हामीले सर्टन काजुहरू किन्यौँ अनि त्यहाँबाट हिँड्यौँ। त्यहाँबाट हामी जुवेलरी फ्याक्ट्री गयौँ। जेम्सहरू कसरी बनाउँछ, कसरी निकाल्छ भन्ने एउटा ग्यालेरी जस्तो थियो। त्यसमा राइड थियो। त्यो राइडमा बसेर हामी भित्र गयौँ, अँध्यारोमा लिएर गयो राइडले। त्यसपछि त्यहाँ अब कसरी बन्ने भनेर त्यो मान्छेहरू आर्टिफिसियल जस्तो बनाएको मान्छे जस्तो लिएर राखेर बनाइरहेको थियो, देखाइरहेको थियो बनाएको कसरी बन्छ, कसरी निकाल्छ जेम्सहरू भनेर। पुरै हिस्ट्री थियो। त भिडियो लामो हुने भए भएर मैले त्यति राखिनँ, सबै क्लिप सर्टेन क्लिप मात्रै राखेँ मैले यहाँ।
यो सकिसकेपछि चाहिँ हामी त्यहाँबाट बाहिर निस्क्यौँ अनि ठुलो पसल एउटा जाने ठाउँ थियो त्यो अगाडि चाहिँ त्यहाँ सबै डेकोरेटेड गरेर राखेको थियो कसरी बनाएर भनेर मान्छेले लाइभ बनाइ पनि राखेको थियो सुन चाँदी पसल जस्तो घरमा त्यो सकिएपछि चाहिँ अनि एउटा ठुलो स्टोर थियो त्यहाँ चाहिँ अब सामानहरू त्यो जेम्सहरू ज्वेलरीहरू किन्न मिल्थ्यो अरूहरूले किने पनि किने मान्छेहरूले त्यसपछि हामी ओल्ड पुकेट टाउन गयौँ यो टाउन चाहिँ साह्रै रमाइलो थियो राम्रो थियो कलरफुल हाउसहरू मान्छेहरू चाहिँ फोटो खिच्न आउने इन्स्टाग्राममा राख्ने हिसाबको गरेर आउँदो रहेछन् देखिए पनि थियो पहिला ब्लगरहरूकोमा हेर्दाखेरि अनि हामी त्यहाँ गयौँ घुम्यौँ त्यसपछि त्यही त हो नि घुम्दा घुम्दै अब खाने बेला पनि भयो त्यसपछि एउटा रेस्टुरेन्टमा बस्यौँ छिर्यौँ खाना थाल्यौँ फुड वाज भेरी नाइस त्यसपछि त्यो एउटा गल्ली थियो जुन इन्स्टाग्रामेबल फोटो गल्ली भनेर पुरै त्यो ऐना भएको पातहरू राखेको बसेर फोटोसोटो खिच्यौँ त्यहाँबाट चाहिँ हामी होटेल फर्क्यौँ किनभने अब धेरै लङ टाइम भएको थियो केटीहरू र बच्चाहरू चाहिँ घरै बसे अनि हामी तीनजना चाहिँ बाहिर निस्क्यौँ यसो हेर्नलाई हल्का फुल्का यसो हेऱ्यौँ खायौँ अनि हामी पनि फर्क्यौँ किनभने भोलिको टुर थियो नि त आइल्यान्ड हपिङ भोलि बिहानै उठेर गयौँ बोटको लागि त्यहाँ जाँदा रमाइलो भयो धेरै मान्छे थिएन बोटमा नि 28 जनाको मात्रै टिम थियो बोटमा अनि इन्स्ट्रक्सनहरू दियो के गर्ने कसो गर्ने भनेर बोटको त्यसपछि उनीहरूको पनि फिक्स ठाउँ थियो फिफी आइल्यान्ड अरू आइल्यान्डहरू पहिलो स्टप चाहिँ जेटस्कीको लागि स्टप गऱ्यौँ बच्चाहरूले अनि सदीश र रोजिनाले जेटस्की चलाए दे इन्जोयड इट जेटस्कीहरू गर्न सकेपछि हामी त्यहाँबाट चाहिँ मङ्की आइल्यान्ड गयौँ नेक्स्ट स्टप मङ्की आइल्यान्ड थियो मङ्की आइल्यान्ड गयौँ अरूहरू चाहिँ निस्के तर म चाहिँ बोटमै बसिरहेँ के हेर्नु मङ्की भनेर In the park where life slows its pace, footprints fade beneath the moon. Life goes on, winter or June. Old and new in perfect tune in the park where hearts. त्यसपछि स्नोक्लिङको लागि लिएर गयो सो सबैजना रेडी भए स्नोक्लिङ गर्नको लागि म चाहिँ गरिनँ म चाहिँ आउटसाइडै बसेँ सुमीलाई स्विमिङ खेल्न त्यति आउँदैन त्यही पनि ऊ चाहिँ गई सन्तोषलाई नै आउँदैन थियो त्यो बोर्डमा हपर गरेर गए रमाइलो भयो सतीशले पनि खेल्यो माइजूले पनि खेल्नु भयो बच्चाहरू त जम्पै गरे जेमिनालाई नै हायो उसले पनि खेले In the park where dreams align, stories told through space and time. Every heartbeat leaves a mark, singing echoes in the park. All the leaves fall like painted. मैले चाहिँ कासेलाई एउटा पेडल बोर्ड जस्तोमा बसेर एकछिन लगेँ त्यो पनि रमाइलो भयो मैले गरेको थिएन त्यो फर्स्ट टाइम गरे हो प्याडलिङ गरेर यो टुरमा चाहिँ लन्च पनि प्रोभाइडेड थियो त्यही भएर चाहिँ उनीहरूले एउटा ठाउँमा लिएर गयो जहाँ हामीले लन्च पनि मजाले खायौँ त्यसपछि चाहिँ हामीलाई त्यहाँबाट चाहिँ माया बे लिएर गयो Stars above like ancient sparks.
तर माया बे भन्दा अगाडि चाहिँ भाइकिङ केप पनि हेरियो गजबको थियो सर माया बे भनेको त्यही द बिच मुभीमा चाहिँ खेलेको एउटा सिन भएको बिच हो जुन पपुलर छ त्यहीँ गयो यसो बस्यो फोटो खिच्यो अनि त्यहाँबाट चाहिँ हामी फर्क्यौँ धेरै ठुलो लाइन थियो त्यहाँ पनि फर्केपछि हामी त्यहाँबाट सिधै तिनीहरूले आफ्नो ठाउँमा लिएर गयो बोटबाट फर्केर गएपछि त्यही त हो नि दिनभरिको थकान सबैजना घर बसे तर हामी 3 जना बोइज चाहिँ हामी निस्क्यौँ पतङ बिचतिर जाउँ के छ त माहौल भनेर हिँड्यौँ त्यहाँबाट रमाइलो भयो वी स्पेन्ड सम टाइम देयर इन द बिच हाहु हेऱ्यौँ यताउति ड्रिङ्क्सहरू खायौँ अनि त्यहाँबाट हामी पनि फर्क्यौँ होटेलको लागि राति सुत्नु पर्यो भनेर ल अब पुकेटको टुर पनि सक्यो अब ब्याङ्कक फर्किनु पर्यो भनेर हामी गयौँ हामी एयरपोर्ट फ्लाइट क्यान्सल थिएन टाइममै थियो त्यसपछि हामी त्यहाँबाट फर्क्यौँ हामीले पिपा होटल लिएको थियौँ विच इज भेरी नाइस यो चाहिँ डिसेम्बर 2025 मा मात्र रिनोभेसन भएको होटल थियो सो एभ्रिथिङ इज गुड राति भइसकेको थियो त्यही भएर हामी ती नजिकैको एउटा मार्केट गयौँ यसो हेर्नलाई के कसो रहेछ भनेर खाना त खाएनौँ किनभने पेट टन्नै थियो त्यसपछि त्यहाँबाट हामी ओल्ड जर्मन पबमा आयौँ जुन हाम्रो होटलको ठ्याक्कै अगाडि थियो त्यहाँ बसेर एकछिन बियर खायौँ अनि वी एन्ड अफ द डे भोलि बिहान उठेर चकुचट मार्केट जाने हिसाबले उठ्यौँ हामी अनि त्यहाँबाट ट्रेन लिएर लोकल ट्रान्सपोर्ट भनौँ न सजिलै भयो त्यहाँबाट चकुचट मार्केट गयौँ मार्केट भेरी बिग थियो एकदम बिग हामी हरायौँ पनि त्यसपछि खोज्दा खोज्दै एक ठाउँमा भेट्यौँ अनि ल अब हामी यो ठाउँमा भेट्ने भन्ने हिसाबले फेरि छुट्यौँ अनि एउटा खानेकुराको स्टल भेट्टाएर हामी सबैजना त्यहाँ बसेर खाना खायौँ त्यहाँबाट निस्केपछि अब यसो मलहरू पनि जाउँ भनेर एमबिके मल गयौँ त्यहाँ 2-3 वटा अरू मलहरू पनि थियो ठुल्ठुलो जुन धेरै राम्रो थियो त्यो दिन चाहिँ नो अल्कोहल डे थियो प्री इलेक्सन भएर सो चियर्स विथ कोक इलेक्सन डे होइन प्री भोटिङ कोक हालेर खाएको त्यहाँबाट चाहिँ नजिकै फर्किने बेलामा होटल अगाडि मोमो र बियर भन्ने थियो त्यहाँ खायौँ त्यसपछि होटलतिर गयौँ भोलिपल्ट उठेर चाहिँ टर्मिनल 21 गयौँ द्याट वाज अ बिग सपिङ मल एउटा फ्लोर चाहिँ आफ्नै हिसाबले एउटा देश एउटा कन्ट्री भनौँ न एउटा सहर जस्तो सेन फ्रान्सिस्को भन्ने सहर त्यस्तो रिप्रेजेन्ट गर्थ्यो इट वाज भेरी नाइस भेरी युनिक
त्यसपछि त्यहाँबाट हामी जेन्टल वुमन भन्ने एउटा सप खोज्न साह्रै गाह्रो भयो, हिँड्यौँ बल्ल बल्ल भेटायौँ। यो चाहिँ थाइल्यान्डको लोकल लग्जरी ब्रान्ड रहेछ। इट लुक्स भेरी नाइस। Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Papa. Happy birthday to you. Hooray! Hooray! बार दिल ये गाए, बार बार दिल ये गाए, तुम जियो हजारों साल। Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Papa. Happy birthday to you. Woo! अब आज लास्ट डे, सो बिहान उठ्न साथ हामी एउटा लोकल मार्केट गयौँ ब्रेकफास्ट खानलाई भनेर। बिहान 6 बजेदेखि खुल्दो रहेछ। वी सिट डाउन एन्ड इट भेरी गुड फुड। त्यसपछि त्यहाँबाट हामी अब एयरपोर्टतिर लाग्यौँ सिडनी आउनको लागि। गोइङ ब्याक टु सिडनी। अब एयरपोर्ट जाने यहाँबाट सक्यो टुर पनि। So how was the trip? Pretty fun. I can't even lie. We got a bunch of sightseeings. We had great food, and overall, I'd give it 8 out of 10. Pretty good. I don't feel like going back to Sydney. I really want to stay here 3-4 days more, maybe next time. Amazing holiday नै नसिद्धियोस् जस्तो भएको छ। Happy 15th दादा, we loved it. Oh, the trip had a lot of highs and a lot of lows. One of our best trips ever. Cheers, Pankaj Dai. Happy 50th. This trip was really fun and it was a different experience for me, and I'm really happy that I could celebrate it with everyone. Happy 50th birthday, Pankaj Uncle. Trip was very good. It's new experience for me, and I like it a lot. I wish you celebrate your birthday again and again so that we can come again for another trip. Okay. Your birthday was so cool. I love your cake. It was good. It was very fun, and we'll definitely be back again in Thailand. It was fun. एकदम रमाइलो भयो, धेरै 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 रमाइलो भयो। टाडा। सबभन्दा ठुलो कुरो त यो सानो मान्छे सन्तोषी त मानेको ल थाइल्यान्ड ट्रिपले गर्दाखेरि। हेमिस्फियर चेन्ज भएपछि मान्छेको बानी व्यवहार चेन्ज भएछ। हाउ गर्यो हाउ